आलुको मूल्य घटे जस्तै बाइकको मूल्य नि घट्यो। ए हजुर कता सस्तो बाइक यता आयो, जम्मा 50,000मा आयो, 80,000मा आयो, 70,000मा आयो, अब 75,000मा आयो। अनि सस्तो व्यापारीले सस्तै बाइक लिएर आउँछ 45,000 र 50,000। ए हजुर कता 72,000 र 70,000मा दुईटा पल्सर लिएर आउँछ 35,000मा लिएर आइल, 35,000मा जम्मा 35,000मा आयो ल। 63 लटको 65,000मा आयो, 1,15,000मा आयो, 55,000मा आयो, 95,000मा आयो, 95,000मा आयो, 70,000मा। सर तपाईँलाई स्वागत छ हाम्रो बाइक बजारमा। नमस्ते। अनि के छ सर, अहिले पनि तपाईँले चाहिँ विभिन्न ब्रान्डको बाइक स्कुटर ल्याउनु भएको छ। योभन्दा अगाडि पनि धेरै कारोबार गर्नुभयो क्या? होइन, धेरै नै गयो। मलाई चाहिँ हजुरको यो च्यानलबाट चाहिँ मेरो धेरै बाइक गएर फेरि मैले नयाँ अपडेट गराएको छु। एकदमै राम्रो अन्डर 1 लाखको चाहिँ बाइक र स्कुटरहरू मैले धेरै नै ल्याएको छु। किनभने म सस्तो व्यापारी भएर सस्तै बाइक र स्कुटर ल्याउनु परिहाल्यो त हजुर। अनि के छ त आज कुन ब्रान्डको चाहिँ स्कुटर बाइक ल्याउनु भएको छ त आज? आज चाहिँ एकदम चलेको, भोलि तपाईँलाई घाटा पनि नपर्ने डियो नै डियो एकदमै डियो ल्याएको छु। कलेक्सनमा लिएर आएको छु मैले एकदम डियो र एफजेड पल्सर। कति मूल्यदेखि ल्याउनु भयो त सर आज? जम्मा 35,000मा ल। 35,000मा 63 लटको स्कुटर आयो ल। केही यसरी हान्दा पनि नफुट्ने, जम्मा 35,000मा आयो ल। 13-14 मोडलको स्कुटर जम्मा 35,000मा म दिन्छु ल। मात्र 35,000मा। र त्यस्तै गरी अर्को हामीले देख्न सक्छौँ है, अब भन्दै जाउँ है। 85 लटको डियो छ हजुर। तपाईँको बजारमा भन्दा मैले 5-10 हजार कममा दिन्छु, 1,15,000मा दिन्छु ल। कसैले पनि दिँदैन, म 1,15,000मा दिन्छु है। कति मोडलको भन्नुभयो सर? यो 17 मोडलको हुन्छ। 17 मोडलको है? हजुर। र त्यस्तै गरी अर्को हामीले देख्न 47 सक्छौँ लटको डियो है। तपाईँको चाहिँ पठाउ इन्टाप गर्न सस्तो। यो 55,000मा आउँछ, तर A1 कन्डिसन 1 ह्यान्ड छ, स्क्र्याच एउटा पनि छैन, दुइटै टायर नयाँ छ। जम्मा तपाईँलाई 55,000मा आयो ल। किन तपाईँले यति धेरै सस्तो दिनुभएको? किनभने मैले भाडा तिर्नु पर्दैन, म आफ्नै गोदाम छ मेरो, आफ्नै उ छ, मैले भाडा तिर्नु नपर्ने भएको भएर म सस्तो, नामै सस्तो व्यापारी, अनि सस्तोमा त दिनै परिहाल्यो। अनि सस्तो भन्दैमा फेरि तपाईँको त्यो इन्जिन बिग्रेको त्यस्तो होला नि? छैन। तपाईँ आएर तपाईँ मिस्त्री ल्याएर चेक गर्न सक्नुहुन्छ। मिस्त्री ल्याएर चेक गरेर तपाईँ लान सक्नुहुन्छ ल। ए मिस्त्री ल्याएर मजाले चेक गर्न सकिन्छ? सकिन्छ। यदि बिग्रेको छ भने त फिर्ता हुन्छ नि? फिर्ता त हुँदैन, उहाँलाई हामी सहमतिमा उहाँलाई चाहिँ बनाएर हामीले पठाइदिन्छौँ। ए बनाएर मजाले पठाइदिनुहुन्छ, जे होस् कस्टमरलाई चाहिँ खुसी बनाएर पठाइदिन्छु ल। अर्को फेरि भनिदिउँ न त। अर्को 69 लटको छ, तपाईँलाई 95,000मा आयो ल। यो पनि डियो नै 95,000मा आयो ल। यो 95,000मा डियो भनेपछि त फेरि मार्केटमा एकदम रुचाएकै है? एकदमै। तपाईँले भोलि बेच्दाखेरि 5-7 हजार भन्दा कममा चाहिने तपाईँले भ्यालुएसन भएको त बजार खाको स्कुटर आयो ल। र फेरि पनि रातो कलरमा डियो छ। 66 लटको हो, यो नम्बर प्लेट म फेरिदिन्छु। यो पनि तपाईँलाई 95,000मै आयो ल। यो 95,000मै आयो डियो ल। र त्यस्तै गरी अब अर्को छ फ्यासिनो, तपाईँलाई 75,000मा आयो ल। फ्यासिनो 75,000मा एकदम सस्तो, लट भन्दा पनि 10-15 हजार कममा आयो ल। 75मा आयो ल। भन्नाले सस्तो व्यापारीले सस्तै ब्याग सस्तै दिन्छ। अनि किन त अन्त जाने, आउनु पर्यो हजुर गथागत प्रभु रिकन्सनमा ल। अब अर्को है सर, एफजेड ल, दाजुभाइ लिएर आएको छु 53-54 लटको। यो चाहिँ A1 कन्डिसनमा छ, यो पनि A1 कन्डिसन। यो 75,000मा आयो भने यो 80,000मा आउँछ है त। कति मोडलको यो चाहिँ? यो 53को 12 मोडलको पर्छ भने यो पनि 12 मोडलको हो। हजुर। 12 यो चाहिँ राम्रो कन्डिसन, जेन्युन मान्छेले घरबाट अफिसबाट घर गरेको बाइक हो क्या यो। ल त्यस्तै गरी अब अहिले रुचाएको एउटा गयो अपाची। अब अर्को छ तपाईँलाई 80,000मा आउँछ, 1 ह्यान्ड बाइक हो यो। 57 लटको अपाची 1 ह्यान्ड बाइक, A1 को सोरुम पिस छ। तपाईँले मिस्त्री ल्याएर पनि चेक गर्न सक्नुहुन्छ, A1 कन्डिसनमा छ ल। तपाईँ अपाची हो चढ्ने हो भने यो आयो भने तपाईँ फर्केर जानुहुन्न ल। र त्यस्तै गरी अब अर्को हामीले देख्न सक्छौँ डिस्कभर एकदम राम्रो छ। पठाउ इन्डियाको लागि जम्मा लटको भन्दा पनि 2-4 हजार, जम्मा 50,000मै आयो ल। 50,000मा दिउँ मात्र 50,000? 50,000मा 53 लटको मोनोसकवाला है। फेरि दुइटै टायर नयाँ छ, A1 कन्डिसन, सेल हान्छ, A1 कन्डिसनमा छ ल। र त्यस्तै गरी अब यता जान सक्छौँ पल्सर, मार्केटमा रुचाएको एकदमै बजार खाएको बाइक भनेको पल्सर हजुर होइन। यसको चाहिँ मूल्य जम्मा आउँछ तपाईँलाई 72,000मै दिन्छु ल। यो 72,000मै दिन्छु। कति मोडलको भन्नुभयो? यो मोडल तपाईँको त्यो 12 मोडल हुन्छ यो 12 मोडल। र त्यस्तै गरी रातो कलर 46 लटको पल्सर, यो तपाईँलाई आउँछ, यो 70,000मै आयो ल। 70,000मा दिन्छु ल। 70,000मा दिनुहुन्छ? 70,000मा दिन्छु ल। 70-72,000मा दिइ ल। र त्यस्तै गरी अर्को हामीले देख्न सक्छौँ आमामा CBZ ल, एकदम फुल डेन पेन 10-12 हजार मैले खर्च गरेर A1 कन्डिसन। यो 50,000मा आउँछ, यो 45,000मा ल। बजारै खाएको बाइक ल। नम्मा ल, सस्तो व्यापारीले सस्तै दिन्छ ल। 45-50 हजारमा मैले दिइ ल।
र यो बाइक पनि अरू कुनै पनि छ स्कुटर बाइक त अहिले हामीले देखाउन सकेन कुन छ अरे सर हामीसँग अरू चाहिँ एफजेडहरू छ हजुर। त्यो एफजेडहरू चाहिँ अब तपाईँको मेरो शनाखत हुन बाँकी छ मैले घरमै राखेको छु हजुर। अहिले चाहिँ मसँग तुरुन्त पास हुने बाइक भनेको यही हो एकदमै सस्तो भनेको 35,000 देखि मेरो यो स्कुटर छ 35 अनि बाइक चाहिँ 45,000 चाहिँ यो लेखेर राख्नु जम्मा 45,000 मा बाइक आयो 35,000 मा 63 लटको 14-15 मोडलको स्कुटर अब सस्तो व्यापारीले सस्तै बाइक ल्याउँछ भन्ने कुरा त सबैलाई थाहा नै छ थाहा सर। भइसक्यो, हजुर। र यो बाइक किन्नको लागि र हेर्नको लागि तपाईँको लोकेसन र कन्ट्याक्ट नम्बर चाहियो नि त हजुर मैले पिनमा नम्बर हालिदिन्छु मेरो एनटिसी नम्बर छ एनसेल नम्बर छ तपाईँ आउनु पर्यो भने गट्ठागर चोक हजुर। गट्ठागर चोकबाट यता दाहिनेपट्टि बिग मार्ट छ त्यहाँबाट 300 मिटर अगाडि आए चाहिँ बिग मार्ट आउँछ बिग मार्टकै छेउमा प्रभु रिकन्सन भन्ने ठुलो बोर्ड हुन्छ तपाईँले ठ्याक्क बिग मार्टको ठ्याक्क अपोजिट चाहिँ मेरो चाहिँ पसल छ मेरो गोदाम छ होइन तपाईँले आएर चाहिँ मलाई त्यहाँ भेट्न सक्नुहुन्छ एकचोटि नम्बर चाहिँ भनिदिइहालौँ न त मेरो 98 41 18 77 49 98 030 91 369 र सस्तो व्यापारीले सस्तै बाइक ल्याउँछ भन्नुभएको छ है हजुर। स्कुटर पनि सस्तै ल्याउनु भएको छ एकचोटि फेरि भनिदिनु कस्टमरलाई तपाईँहरूसँग भएका विभिन्न ब्रान्डका बाइक स्कुटरको इन्जिनको गियर बक्सको ब्याट्रीको अवस्था के हुन्छ अब यस्तो हुन्छ अहिले चिसो पनि छ हजुर। तर सेल्फ हानेर दिन्छु म होइन सेल्फ हानेर तपाईँलाई चेकअप गराएर तपाईँलाई चाहिँ नि म 500 रुपियाँ जो मान्छे आउँछ उसलाई 500 को तेल पनि हालिदिन्छु एउटा हेलमेट पनि दिन्छु मैले दिन सक्ने त्यही हो उहाँलाई सेल्फ हानेर सबै कुरा म चाहिँ नि व्यवस्थित बनाएरै पठाइदिन्छु म र त्यस्तै गरी अब योभन्दा अगाडि भिडियोमा त हामीले विभिन्न ब्रान्डको बाइक स्कुटर देखाएको थियौँ है सर हजुर। त्यो सबै बेचिदिनु भयो एकदम किनभने सस्तो व्यापारीले सस्तै बाइक दिन्छ भने जस्तै मैले उहाँहरूलाई चाहिँ मिलाएर पठाइदिन्छु आएपछि फर्केर जानु पर्दैन ल कुन कुन ठाउँमा आउनुभयो उहाँहरू उहाँ चाहिँ दोलखा चरीकोट रामेछाप प्रायः जस्तो चाहिँ तराई बासीको मान्छे धेरै आयो सर्लाहीबाट सुनसरी इटरी धरान धनकुटा यहाँबाट चाहिँ विभिन्न किसिमका मान्छे मलाई विशेष गरी चाहिँ अनलाइन पैसा हालिदिएको थियो होइन हजुर। म चाहिँ बुकिङ गरेर कोही धरानबाट आयो एउटा बिहार थियो उहाँ चाहिँ नि दाङबाट आउनुभयो सबै चाहिँ नि तराईवासीहरूले आएर चाहिँ मेरो लिदिएको छ भन्नाले तपाईँको यहाँदेखि त्यहाँसम्म लिएरै जानुभयो आनन्दले खुसी भएर उहाँ बाटोमा पनि फोन गरेर ल दाइ A1 कन्डिसन छ भनेर उहाँले पर्फर्मेन्स मलाई राम्रो दिनुभएको छ र त्यस्तै गरी अब यो लिनको लागि त उहाँहरू नै आउनुपर्छ कि कसरी दिने अब होइन तपाईँको अब डेलिभरी गर्नु छ भने पनि उहाँले डेलिभरी चार्ज दिनु पर्यो होइन हजुर। नभए चाहिँ यहाँ डेलिभरी चार्ज गर्ने भाइ एउटाजना हुन्छ अब नभए तपाईँले मोबाइल त्यो फोन पे गरेर पनि पैसा दिन सक्नुहुन्छ बुक गर्न सक्नुहुन्छ बुक गरेको चिज कसैले पनि मैले चाहिँ फिर्ता गर्दिनँ तर उहाँले चाहिँ बुक गरेको बाइक अरूलाई म बेच्दिनँ र लगभग हामी अन्त्यमा पनि छौँ है हजुर। सस्तो व्यापारीले सस्तै बाइक ल्याएछ त सबैलाई थाहा छ अन्तिममा कस्टमरलाई चाहिँ के भन्न चाहनुहुन्छ कस्टमरलाई चाहिँ मैले किनभने कस्टमर भनेको मेरो भगवान् हुन् होइन उहाँलाई मैले खुसी बनाएर दिनु नै मेरो चाहिँ लक्ष्य हो उहाँहरूलाई चाहिँ मैले खुसी बनाएर दिन्छु मैले भनिरहेको छु मैले अरूले जस्तो फुल ट्याङ्की हालेर हावा कुरा गर्दिनँ 500 रुपियाँको तेल हालिदिन्छु एउटा हेलमेट दिन्छु अनि अरू उहाँले सर्भिसिङ गर्नुहुन्छ भने उहाँलाई सर्भिसिङसँग गराएर पठाउँछु सर्भिसिङ चाहिँ पैसा उहाँको लाग्छ तर मेरो मिस्त्री छ उहाँलाई चाहिँ मिस्त्रीकोमा लगेर मजाले फुल सर्भिसिङ गरेर पठाइदिन्छु म हुन्छ सर हजुरको महत्त्वपूर्ण समय हाम्रो बाइक बजारलाई दिनुभयो हजुरको समयको लागि धेरै धेरै धन्यवाद सर हस् त